ल आज हाम्रो चाहिँ लान्ताउ नेपाली समाजबाट चाहिँ हाइकिङ जाँदैछौँ हामी। हाम्रो चाहिँ दोस्रो पदयात्रा कार्यक्रम 2026 हुँदैछ। अहिलेसम्म भएको हाम्रो दाजुभाइहरू चाहिँ यहाँ रेडी छ। ल है 5 जना गइसक्यो। ल ओके ल अहिले चाहिँ हाम्रो यो कुटुङमा हामी जम्मा भएर अब हामी यहाँबाट चाहिँ लाग्न सुरु गर्दैछौँ। ल अब उकालो लाग्यो हल्का। ल यो चाहिँ हिँड्दा बाटोमा देखिएको हो। यहाँ चाहिँ ठुलो बाढी आए पनि यसको चाहिँ यस्तो किसिमले चाहिँ समाधान यस्तो हुने रहेछ है। ल अब माथितिर लाग्यो फेरि। ल अहिले चाहिँ फेरि यता एउटा खोलानिर आइपुग्यो। अहिले चाहिँ हिउँदो भएकोले यहाँ पुरा सुक्खा छ, तर यहाँ जाली हालेर यस्तो राम्रो बनाएको रहेछ। ओके छ हाम्रो गाइजहरू यता अझै उता आउँदैछ सरहरू। आजको हाम्रो हाइकिङमा हाम्रो अध्यक्षज्यू कुमार दाईले लिड गर्दै हुनुहुन्छ। कुमार दाई ठिक छ है, ठिक छ, नम्बर 1 कुमार दाई। यतिको चाहिँ हुनुपर्छ है अध्यक्ष भएपछि होइन, अगाडि हुनु पऱ्यो क्या। यतिको चाहिँ यतिको भएपछि समाज अगाडि बढ्यो के हो नि भन्ने हामीलाई लागिरहेको छ। ल है त फर्स्ट टाइम आएको रमाइलो भइरहेको छैन मामा? एकदम बाबु एकदम ठिक छ। लान्ताउ नेपाली समाजको जय होस्। अहिलेसम्म त्यति गाह्रो केही भएन है? भएन बाबु, भएन है। ठिक छ। बाटो पनि राम्रो राम्रो हुन्छ है, सजिलो। हल्का उकालो हल्का ओह्रालो। यो चाहिँ ठिक छ है। ल उता चाहिँ क्याथे उड्दैछ भने यता कञ्चन वरिपरि यस्तो खालको चाहिँ डेभलपमेन्ट हुँदैछ। जुलाईमा चाहिँ जुलाईतिर सर्ट होला। हाम्रो यतिजनाको ग्रुप चाहिँ अब अहिले आइपुगेको छ। अर्को चाहिँ कोही अगाडि पुगिसक्नु भएको छ, कोही पछाडि आउँदै हुनुहुन्छ। सबै प्राइभेट ल अहिले चाहिँ हामी यो समुद्रको छेउछाउतिर आइपुगेको अवस्था। फेरि उकाली ओह्राली गर्दै राम्रो छ। ल हामी बाटोमा हिँड्दा अब केराघारीतिर आइपुग्यो। नेपालतिर भयो यसलाई चाहिँ नाम राखिदिइहाल्थ्यो केराबारी भनेर। हामी नेपालमा छ नि होइन केराबारी भनेर। बाफ्रे यहाँ त केराको खेती रहेछ त। अनि पुरै केरा रहेछ। पाक्मोङ भिलेज भन्दो रहेछ। ल पाक्मोङ भिलेज रे। हामी चाहिँ यहाँ चाहिँ पहिला राजा बसेको ठाउँ अरे दाइ यहाँ। ए अनि यो चाहिँ बान्दा हो हजुर हैन? यहाँ त माथि जान्छ अब त्यही ओरिजिन रहेछ नि त याकुङको पारिपट्टि के? हजुर त्यो पहिला अनि कोब्रा आएर ड्युटी बसेको ठाउँ क्यामेरा रहेछ नि त्यहाँ। हजुर रमेश गुरुङहरु त हैन अगाडि आएर उता अगाडि आइदिन्छ। उहाँ गएर बस्छ रमेश गुरुङ सबै होइन। हामी छिटो भनेको त यहाँ दाइहरू गाडीमा आएर हाइकिङ आउने मान्छे हामीभन्दा फर्स्ट हो होइन? बिजन तिमीहरू बसमा आएको हिँडेको होइन? ल झ्याली गरेर यस्तो लाग्यो। ए तपाईँहरू त हामीभन्दा फर्स्ट आइपुग्नु भयो त। दिन नमस्ते बाबाले बोक्नेलाई त वहीँ बोकेर हिँड्थ्यो नि त, हातले बोक्ने। ल ठिक छ। एउटा ग्रुप यहाँ गेट भयो। ल अब चाहिँ हाम्रो यहाँ ग्रुप यहाँबाट चाहिँ अब फेरि लाग्यो अब माथितिर।
तपाईँलाई सब्सक्राइब गर्न लाउनु पर्यो भोलि पैसा झर्न थाल्यो आज हालेको भोलि झराउनु पर्यो दाइ अब सबै मिलेर होइन भाइ पनि छ के छ त जय माटो हो कि जय घन्टी हो म त जय देश जय देश हो भेरी गुड म पनि त्यस्तै हो अहिलेसम्म कुनै पार्टीको सदस्यता लेखाइन के अरे होइन हजुर हजुर त्यो भनेपछि जय देश होइन जय देश जय नेपाल जय देश फेरि जय नेपाल भन्दा नेपाली काङ्ग्रेस भनिदिने बेर छैन होइन होइन नेपाल भनेपछि सबै पऱ्यो तर जसले देशलाई राम्रो गर्छ त्यही हो त्यही हो सपोर्ट गर्नु एकदम बिल्कुल बिल्कुल जय देश खानुपर्छ कोल्ड स्टोर चाहिँ बटम लाइनमा छ ग्रुप बाटो पनि राम्रो रहेछ ल बिचबिचमा यहाँ एउटा चाहिँ भ्यू पोइन्ट मुम्बईको अवस्था अहिले तपाईँले भनेको त्यो ढुङ्गा हेर्नु जाने भने त्यसमा माथि दाइ यो भ्यू पोइन्टलाई चाहिँ के भन्छ अरे यो भ्यू पोइन्टको नाम त थाहा छैन हजुर है हजुर के छ तुङचुङ एक्सटेन्सन के लेखेको के ऊ त्यहाँ मन्दिर लेखेको हाम्रो गाउँलेहरू ल यता चाहिँ डिस्कभरी बे जाने बाटो ल यताबाट चाहिँ मोयो जाने बाटो हामी चाहिँ अब मोयोतिर लाग्यो अब ओह्रालो झऱ्यो होइन दाइ मुहीको सिनेरी हेर्ने ठाउँ छ त्यसपछि अनि केही छ टापु छ त्यहाँबाट छलङ्ग राम्रो देखिन्छ ल अब चाहिँ यहाँबाट ओह्रालो ओह्रालो लाग्यो ओह्रालो सुरु भयो कोही ग्रुप अगाडि कोही ग्रुप पछाडि छ हाम्रो गाउँलेहरू अगाडितिर हिँड्दै ल माथि चाहिँ देखिएछ है सनसेट पिक पनि देखिएको छ उतातिर ल यो मोयो गाउँ होइन हेर्ने चाउ पनि हेलो ल कुकुरले पनि ह्याकिङ गरेछ कुमार दाइ बाँसको रुख रहेछ यस्तो खोलाको छेउमा जबरको पुल बनाएको छ है गाउँको छेउमा आजको हाम्रो ग्रुप यो बर्खामा त ठुलो हुन्छ होला है यो ठुलो पनि यता ओहो रेक्सा जस्तो छ त बुढी मान्छेलाई गुर्गाएछ ल यता चाहिँ खेतीपाती गर्ने बारी रहेछ मात्रै हुन्छ क्या बर्खामा चाहिँ छरा हुन्छ अहिले त हुँदैन ल यहाँ चौतारीमा भेट भयो ल हाम्रो छुट्टेको ग्रुपहरू चौतारीमा भेट भएको अवस्था यहाँ चाहिँ एउटा यहाँ गुफा पनि रहेछ ल सिल्भर माइन केभ गुफाभित्र छिर्दिउँ न त के देखिन्छ यहाँ ओहो डेन्जर भन्दैछ है दाइ यहाँभित्र हालेको छ यता पहिला कता जाने बाटो थियो कि के हो के को लागि होला खोइ के हो यो मान्छेहरूले खनेर बनाएको रहेछ कि यो ड्रागन केभ यहीँ भित्रसम्म ट्याक्क सक्यो
Hello, Kawa. Oh, Yeah, how are you? Really? Yeah. How are you? Feel a little bit How is your hiking? but okay. Are you enjoying? Yes. Okay, good. ल ठिक छ है, कावा चाहिँ ठिक छ है। सिराजलाई बोलाएको मानेन। त्यही त कावा आउँछ भने थाहा नै भएन नि। कावाको नाम लिएको भए स्योर आउँथ्यो त्यो। आउँथ्यो के अरे, थाहै भएन नि त कावा आउँछ भन्ने। ल यता चाहिँ हाम्रो दिदीहरू रमाइलो गर्दै हुनुहुन्छ। ठिक छ है, हाइकिङमा यतिको रमाइलो चाहिँ हुनुपर्छ है। ठिक छ ल है। यतिको रमाइलो चाहिएकै थियो कि हाम्रो भ्लगमा। अब चाहिँ हामी यताबाट यतातिर लाग्नु। वेलकम टु मुयो। ल अब हामी चाहिँ यतातिर लागेको अवस्था। ग्रुप त्यो गोलो चाहिँ वासरुम हो त है। ए कस्तो राम्रो बनाएको रहेछ। सिल्भर माइन बे वाटरफल गार्डन को चाहिँ यहाँ टक्कै वाटरफल चाहिँ अहिले छैन। बर्खामा चाहिँ राम्रो हुन्छ है। यो झरना चाहिँ बर्खायाममा चाहिँ डरलाग्दो राम्रो हुन्छ अरे। अहिले चाहिँ अब हिउँद भएको भएर त्यति झर्ना छैन। तैपनि यहाँको अवस्था चाहिँ यस्तो छ है। ल यहाँ हाम्रो दिदीहरूबाट चाहिँ पुरा चटपटे बवाल हुँदैछ। यहाँ चाहिँ सेलरोटी। ओहो ल दिदीहरूलाई धेरै धन्यवाद है। अब चाहिँ हाम्रो यहाँ चटपट भात खाने कार्यक्रम भइरहेछ। आज लान्डो नेपाली समाज हङकङबाट आज यो दोस्रो पदयात्रा कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण समाजमा आबद्ध सल्लाहकारज्यूहरू, पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरू लगायत उपस्थित सम्पूर्ण लान्डो नेपाली समाजका परिवारहरूमा हार्दिक नमस्कार। र हामीले यो दोस्रो पटक पदयात्रा कार्यक्रम आज यहाँ आएर सम्पन्न गरेका छौँ र उपस्थित सम्पूर्ण परिवारहरूप्रति हामी हार्दिक आभार गर्न चाहन्छौँ। र यति भन्दै सबैलाई धेरै धेरै धन्यवाद दिँदै र आगामी अब यो अप्रिल तेस्रो हप्तामा नेपाली नयाँ वर्ष 2083 सालको उपलक्ष्यमा शुभकामना तथा भेटघाट कार्यक्रम पनि हामीले आयोजना गर्दैछौँ। र त्यो म्यासेज चाहिँ हामी पछि समाजको वालमा पोस्ट गर्ने नै छौँ, मिटिङले पारित गरिसकेपछि मिति। र यति भन्दै आजको यस पदयात्रा कार्यक्रमलाई समापन गरिदिनुको निम्ति म यसै समाजका अध्यक्ष श्री कुमार गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दै म बिदा हुन चाहन्छु। धन्यवाद। नमस्कार आदरणीय अग्रज सम्पूर्ण यस संस्था आबद्ध बुद्धिजीवी दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णलाई म लान्ता समाजको तर्फबाट नमस्कार तथा हार्दिक अभिवादन चढाउँछु। र विशेष आज यस समाजको निमन्त्रणालाई स्वीकार गरेर यस आफ्नो स्वास्थ्य लाभको लागि यस आज हामी हाइकिङ आफ्नो स्वास्थ्यको लागि भनौँ आज हामी हाइकिङ गरेर आइरहेको छौँ। र यस क्षणमा व्यक्तिगत एक्लै हिँड्नु भन्दाखेरि ग्रुपिङमा हिँड्नु नै मजा हुन्छ। हाइकिङ भन्ने कुरो गर्दाखेरि एउटा मनोरञ्जन पनि लिनु होला सबैजना म्युजिकको साथमा र विभिन्न कुराहरूमा गर्दै आज यस हाइकिङले चाहिँ हाम्रो सबैको एकता र एकीबद्धता पनि
जनिन्छ किनभने हामी एउटा समाज भएपछि सामाजिकता भएर नै बढ्नुपर्छ व्यक्तिगत रूपमा अगाडि राम्रो पनि हुँदैन समाजको एक्टिभिटीमा र यो हामी लान्ताउ समाज चाहिँ किनभने एउटा पहाडको फेदमा बसेको छौँ त्यसले गर्दाखेरि हाइकिङको रुटै रुट छ हामीले मान्छेहरू कहाँ कहाँ हाइकिङको लागि कता कता धाएर जानुपर्छ तर हाम्रो चाहिँ भाग्यवश हामीले चाहिँ त्यस्तो रुट खोज्नु पनि पर्दैन हाम्रो नजिक घर दैलोबाट निक्दाखेरि हाम्रो हाइकिङको रुटहरू भेटिन्छ यस्तो ठाउँमा हामीले चाहिँ बस्न पाएको छौँ एउटा गर्वको साथ त्यसले गर्दाखेरि अब हामी यसरी संस्थाको तर्फबाट हामी हिँड्यौँ मनोरञ्जन गरौँ र अब भन्नुपर्दाखेरि अब विभिन्न सेलिब्रेटीहरूले खाने मेवा मिष्टानहरू पनि बिचराहरूले उहाँहरूले कति दुःख गरेर ल्याइदिनु भयो खायौँ यसलाई पनि अब तपाईँहरूले पनि एउटा दाईहरूलाई प्रति अब आफ्नो भावनात्मक रूपमा आफ्नो माया दिनुभयो अब हामीले पनि अनुसरण गऱ्यौँ होइन तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद र उपस्थित महोदयहरू सम्पूर्णलाई रमाइलोको महसुस होस् अझै पनि छ हाइकिङ भन्दै मेरो छोटो भनाइ यहीँ अन्त्य गर्दै अब हाम्रो हाइकिङको समापन सकिएको छ अब हामी कोही उता जाँदै हुनुहुन्छ कोही यता जाँदै हुनुहुन्छ अब अहिले हामी आफ्नो आफ्नो बाटोमा जाँदैछौँ नमस्कार जय लान्ताउ समाज ग्रुपिङ फोटो है ग्रुप फोटो खिच्यौँ अनि उज्यालो हङकङ ओलम्पिक ट्रायल यो गाउँतिर आइपुगेको अवस्था यी गोरुहरू यहाँ त टन्नै चढ्दै बसिरहेको रहेछ गोरुहरू